चिसो लाग्छ। आज चाहिँ म दिनभरि घरमै। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो अहिले फिलहाल चाहिँ यहाँ भर्खर अब घाम लागिरहेको छ बाहिर। सो अब हेरौँ बाहिर जाउँ अब होइन। मेरो कपाल चाहिँ यस्तो जाफा निस्किनु भइरहेको छ। अन्त भर्खर उठेको न म, भर्खरभन्दा पनि अघि उठेको। कपाल चाहिँ नकोरी थिएँ हो, आधी काम चाहिँ सकेँ मैले होइन। अन्त अहिले भिडियो पनि बनाउनु पऱ्यो भनेर चाहिँ अहिले फिलहाल बनाएको होइन। अन्त अहिले चाहिँ घाम लागिरहेको रहेछ बाहिर चाहिँ यस्तो भइरहेको छ होइन। बहिनीको कपाल चाहिँ के हो यस्तो? यो चाहिँ कपाल पनि नकोरी यहाँ चिया खाँदैछ। मामले चाहिँ खाइसक्यो चिया खाइसक्नु भयो। चिया खाइसक्नु भयो? मिठो भयो? मिठो भयो, चिया खायो, बिस्कुट खायो। सर्दी लागेर सिँगन मात्रै आउँछ। ए मामलाई चाहिँ सर्दी पो लागेको छ। के भएर सर्दी लाग्यो हौ? चिसो लागेर होला। यस्तो जाडोमा सर्दी लाग्छ। सर्दी लागेर सिँगन मात्रै आउँछ। यहाँ छ हाम्रो भाले, यहाँ पनि छ दुईवटा भाले, एउटा पोथी। यिनीहरूलाई चारो हालिदिएको यहाँनिर खाइरहेछ हो। सो अब के भन्नु चाहन्छु भने चाहिँ नि, आज चाहिँ मेरो भन्दा पनि अब मैले चिकन मगाएको थिएँ। चिकन पनि आइसकेको छैन। अब कति बेला आउँछ हो त्यो चाहिँ मलाई थाहा छैन। अब हेर्दै गरौँ ल। बाई बाई। म चाहिँ दोकानमा बसिरहेको थिएँ, अन्त पार्सल आएछ, त्यही भएर म पनि अनबक्सिङ गर्दैछु। मैले चाहिँ हुन्छ अस्ति मगाएको थिएँ कि, तर डेट चाहिँ 17 तारिकको थियो, तर आजै आइपुग्यो होइन। सो मैले चाहिँ के मगाएको होला हेर्दै गर्नुहोस् है। यहाँ म के भन्छ खोल्दैछु, खोल्नै नसकेर फेरि हो छुरीले काट्दा पनि हुँदैन हो, भर्दै सेलेक्टिभ फोन पनि हो। अन्त फेरि दोकानमा मान्छे आएर चाहिँ फेरि यहाँनिर चाहिँ म सामान लिँदै थिएँ हो, चुइङगमहरू मागेर हो यहाँ दिँदै थिएँ हो। अन्त चाहिँ ती पनि सकेँ। अब चाहिँ हालेर चाहिँ सक्यो। अन्त अब चाहिँ घुम्छु मजाले भनेर सोचेँ। त्यहाँदेखिको अहिले चाहिँ खोल्दा पनि हुँदैन, यता खोल्दा पनि हुँदैन, उताबाट खोल्दा पनि हुँदैन हो। फोन सेलोटेपले टालिरहेको रहेछ हो। अन्त चाहिँ बल्ल खोल्यो, आधी मात्रै खोल्यो भनेर चाहिँ बल्ल खोल्यो होइन। अन्त चाहिँ